यता फालेर यताबाट आउन हाल्छौ अच्छा अनि तिमीले इच्छा काट्दाखेरि के गर्छौ चिन्दाखेरि इच्छा काट्दाखेरि के गर्छौ यता सालेर गर्छौ कि अथवा के गर्छौ मैले कहाँ हो सुनेको थिएँ हो ए सुफी सुफीले चाहिँ खै गिलास हो कि 2 गिलास किनिदियो भने एक ठ्याक दिन्छ भनेर सुनेको थिएँ लु छाना यो झुम्का छाना म एउटा झुम्का भने चाहिँ एक ठ्याक देऊ कुन चाहिँ खान्छ ल राम्रो छैन होला पनि उफ तिमीले कहाँ राम्रो लाग्छ तिमीलाई बरु त्यो के रे टिसीमा सानो दिनबाट झुन्डाउने राम्रो लाग्छ त्यो पनि छ उ कन्डिसन आहा लु नडाटी भने ए सोफी इनले तर पनिसमेन्ट नि गर्छ पनिसमेन्ट अरु भन्दा नि ले के गर्दा त्यो भोटे मारेको सारै हो म त बजारी भिडियो क्लिप हेरेर त एक ठ्याक धारे मैले त त्यो रेकर्ड गरेर उ कसरी मारेको कुचुक मारेर फेरि उहाँ जिब्रो नि मिलाउँछन् फेरि अब मुखमा लम्मै हाले जस्तो भने तिमीले एउटा हाम्रो पनिसमेन्ट गराएको थियो म त लाइभ रेकर्डिङ हेरेको एकताल दिएर मैले त सोफी भन्दै उता भयो गाह्रो भने यस्तो अहिले मात्रै धेरै मान्छे अहिले उठ्दैन अहिले जे पनि ठाउँ त्यस्तो पर्छ त्यो लाइभ नि मलाई हेर्नुपर्छ लाइभ सुन केटा केटाहरूको सिरानी हटा नेपालको 9 पढेको छ क्या अहिले ठिक्क अब काम सकेर चाहिँ राजा भएको छ क्या काम सकेर अब ठिक्क झारेर पनि हुन्छ अब शनिबार राति पनि हो यसो गर सिरानी त हटाएन बरु म तिमीलाई एउटा बुबु छोप्ने पठाउँछु लु आइज दुध छान दुध कता छ दुध मिल्छ होला मिल्छ तिमीलाई यो मिल्छ यो दीक्षा काट्न मिल्छ लाग्दैन अनि मिल्छ यो चाहिँ त्यो बिउहरु क्याप्ले ठिक तर बिउ कुरा आएन नि बिउ छ बिउको बिउले आएन भने बिउलाई यो आएको यो अनि यो ममडेटहरुले ममडेटहरु चाहिँ यो ल्याएको ममडेटको लागि ठुलो हो सब्जुता अनि ठुलो हो त भन्ने वै हामीले छाम्न मजा आउने चाहिँ यति मुठी पर्छ नि मुठी त छाम्दाखेरि हातमा मुठी पर्यो भने मजा त्यो बिचारा लेडी बर्डको छ है नि त लेडी बर्ड मैले अस्ति भनेको त्यो लेडी बर्डले डाक्टर साहब मेरो सबै ठिक स्थान बढेन भन्थ्यो हेर तिम्रो ठुलो समस्या छ अब लेडी भइले यौन सम्पर्कको बेला के गर्नु डाक्टर साहब भन्थ्यो यौन सम्पर्कको बेलामा घुँडामा तोरीको तेल लाएर लिङ्ग चाहिँ योनीमा राखेर घुँडा छाम्नु देऊ भनेको छु म छैन है त्यो यत्रो मसिना त्यो के गर्ने तिम्रो त मुठी परेको छ कान्छी परेछ आ डाक्टरले आज अलिकति डाक्टरले आज फिल्ड भन्छ है पक पहिला ए कान्छी आइज ए कान्छी खुट्टा च्याट तँ बनाउँछ होला पुटी खोइ अनि खुट्टा च्याट कति महिना अनि खुट्टा फा ए फेरि यस्ता गर्छ स्वार्थीहरू अब यिनी पनि उपचार गर्न आएको कतै पानी झारेर आएको जुएर अब भागी देखौँ नि भागी जुएर लिएर आज उपचार गर्नु जग्गा आज उपचार गर्नु त शनिबार आएको पख अर्कोले लिउँ है पख ओ ठुलो भाइ थ्याङ्क यू घरबेटी औ दुत्ता अलिकति मुजी भन नि मुजी एकेर म्युजिक ल तिर्सना पनि आउँछ तिर्सना सकिना बिर्सना स्वागत छ है मेरी तिर्सना ल नमस्ते आज त रियल फेसमा रहेछ त डाक्टरले के रे डाक्टर गाह्रो हुने रे हजुरको बिचारीको पेन्टी थियो अनि पर्फुम हाम्रो आएको थियो भागी एउटा बिरामी आएको थियो पेन्टी बनाउने पेन्टी लाएर आएको थियो अलिक उपचार गर्नु भागी तिर्सना जी माया छ हजुर के छ खबर ठिक छ हजुर ठिक छ मैले डाक्टर साहबको त पेन्टी भेराइटी छ जस्तो छ त तपाईँ पेन्टी लाभर रहेछ नि त खत्रै पेन्टी पनि उपचार गर्ने हो तिर्सना जी र दिमाजीको ठ्याक्कै साइड मिलेर आएको यो केटीको पेन्टी लाउँछ केटीको जामा लाउँछ केटीको बुढी लाउँछ केटी डाक्टर साहबको काम चाहिँ केटीहरूलाई उपचार गर्ने हो रे के उहाँको काम चाहिँ स्पेशली सिंगल केटीहरू यस्तोहरूलाई उपचार गर्ने काम रहेछ थाइल्यान्डमा गएर केटी बनाले फुल केटी भयो
better with me. अनि उहाँले चाहिँ केटीको थ्रो के अरे केटीहरूलाई उपचार गर्न चाहिँ पेन्टी युज गर्नुहुँदो रहेछ मेडिसिन के हो डाक्टर साहब मेडिसिन सामान्यतया हाम्रो होइन हाम्रो नेपाली के मेडिसिन हुन्छ नेपाली नै हुन्छ जस्तो छ आबा भन्नु यसो छ हाम्रो मेडिसिन चाहिँ हाम्रो उपचार चाहिँ यो हुन्छ हामी उपचार चाहिँ हाम्रो सिस्टर बोल्नुहुनु भएको थियो उहाँ त बोल्नुहुँदो रहेछ आबा नेपाली हो क्या उहाँ तिर्सना के म ब्याक भएर सुनेर नेट स्लो भयो तिर्सना जे के छ Hi, let's battle play. Hi.